गाइस लडिसके म हेलो गाइस हाम्रो ब्लगमा चाहिँ हजुरहरूको स्वागत छ म समदारको भाइ हो आज म हजुरहरूलाई के एक्टिभिटी गरेर देखाउँछु ल हेलो गाइस वेलकम टु माय न्यू ब्लग ल आज हामी लडिसकेको छ ल आजको ब्लगमा फेरि स्वागत छ सबैजनालाई हामी मेरो चाहिँ आमा काठमाडौँ संस्कार बाबु आएको छ भाइ हेलो गाइस भन्दियो लडिसक्यो फेरि लडाइ गर्दो रहेछु यहाँ आउँछ बाबु तिमी कहाँबाट आएको मैले काठमाडौँबाट आएको तिम्रो नाम के हो मेरो नाम सन्ते सिलवालो ल नाममा जाऊ हेर्नुहोस् गाइस यस्तो चकचके बाँदरलाई कुनै दुनियाँमा ल गाइस लडिसकेको छ के भयो बाबु उठा माथि गइरहेको बाबु जाउँ भने देखाइदियो त ओ भाइस ल गाइस यसले चाहिँ पुलअप हान्छु भने ल पुलअप हानेर देखाइदियो त ल ऊ यसको पुलअप हानाइ अब पुसअप गरेर देखाइदियो पुसअप ओ बडी बिल्डर हो कि क्या हो खै सिक्स प्याक देखाइदियो त तिम्रो ओ भाइ साहब बाबु प्रो हो ल अब हामी कहाँ जाने अब चाहिँ माथि जाऊँ है त गाइस ल माथितिर जाऊँ ल माथि आइसक्यौँ गाइस ल यता चाहिँ घामै कति 4 दिन 5 दिन भइसक्यो घामै लागेको छैन यसरी लुगा सुकाएको खै नि त तपाईँकोतिर घाम लागेको छैन कमेन्ट गरेर भन्नुहोस् मैले हिजो भ्लग हाल्न लागेको थिएँ हिजोको भ्लग मेरो के भयो बिग्रियो यहाँ ल गाइस हामी माथि आइसक्यौँ अहिले हामी 360मा बस्यौँ मोमो देखाउँ हेर्नुहोस् गाइस मजा आइरहेको बाबुलाई चाहिँ रिङ्गाड लगाएर ढल्यो ल ढलिसकेछ मलाई चाहिँ यसले घुमाउँदैछ ओ भाइ साहब चिकन लागिसक्यो ल गाइस लडिसक्यो म ल गाइस यहाँ चाहिँ यसले लडाएर घाउ लगाइदिन्छ यसरी गम्भीर तरिकाले यहाँ गाइस कस्तो चल्छ ल टग अफ फर खेल बाबु हार्यो तपाईँहरूको दिउँसोको खाजा के जुनसुकै भयो होला त्यो मलाई थाहा छैन मेरो चाहिँ दिउँसोको खाजा यसरी बङ्गालीको चिया र मकै भटमास ओहो यसरी खानुको मजै छुट्टा विश्वको जुनसुकै क्षेत्रबाट हेर्दै हुनुहुन्छ भने एउटा ठोक्न नबिर्सिनुहोस् दर्शकबिन यहाँ हेर्नुहोस् आफ्नै हाम्रै घरमा आएर हामीलाई यस्तो भन्ने दर्शक मान बाबु उहाँलाई कारवाही गर्नुपर्छ हेर्नुहोस् बाबु बिहान काठमाडौँबाट आएको थियो बाबु किन रोको हजुर डिएलएस खेल्न नपायो सिधै कौ दर्शकबिन उहाँ हुनुहुन्छ गैँडा भन्दा ठुलो व्यक्ति खानु चाहिँ हुँदैन केही कुरा उहाँको ज्यान कसरी लाग्यो तपाईँको रसमै यो मासु लाग्ने कुरा भनिदिनुहोस् त आमाको कान्छी बुहारीको नि ज्यानमा तपाईँको मासु लगाउनु पर्ने छ कान्छी बुहारीको ज्यानमा मासु छ छैन दर्शक मान बाबु कोही छैन ज्यान
नभए पनि बल लुकेको हड्डीमा सुकेको बडी के अरे लुकेको हड्डीमा सुकेको बडी भन्ने दर्शक मिन उहाँको बुहारी पाथी भाडा चढेको छोरा लिएर यो छोरा यत्रो घोर्ले छोरो लिएर पाथी भाडा चढ्ने कहाँ को उहाँको घोर्ले बुहारी भोटे कुकुर भन्दा खतरनाक छ। यहाँ हेर्नुहोस् उहाँ अहिले फुलेका हुनुहुन्छ। हजुर फुलेको ल गाइस तपाईँहरूले आज दिउँसो के भयो सब देखिसक्नु भयो। ल आज अब चाहिँ रात पनि साँझ परिसकेको छ। अब हिजो मैले साइकलमा हावा त्यो साइकल चाहिँ पम्चर थियो। साइकलमा मैले हावा हालेको थिएँ। अहिले हावा छ कि छैन एकचोटि ट्राई चेक गरिहेरौँ है त होइन। मैले हिजो हावा हालेको थिएँ साइकलमा अनि तल गएर हेरेँ नि त हावा छ कि छैन साइकलमा। हावा हालेको थिएँ अलिक कम चाहिँ भयो रहेछ चाहिँ पछाडि नि अलिक छ। अहिले एकछिनमा हामी चाहिँ घुम्न जानुपर्छ। लगाइ हामी चाहिँ घर बाहिर आइसकेको छौँ। उता उता बाबु संस्कार छ। संस्कार यता हेर त बाबु बाबु नाइकी हो ल हामी चाहिँ यता टोक्टेर केटा हेलो गाइस हामी चाहिँ आलपट्टिमा मेन वर किनेर आइसके ल मैले 50 रुपैयाँको कुकुर किनिसके ल गाइस कति समाधान हुनुहुन्छ लगाइ अहिले चाहिँ कुरकुरे खाइरहेछ। के खाएको बाबु? करेन्ट कुरकुरे। पिरो होइन बाबु? अन्त पिरो लाग्दैन मन परेको कुरा कहाँ पिरो लाग्छ त। मेरो साइकलमा हिजो हावा हालेको थियो। अहिले पम्चर छ कि छैन हेर्नुहोस्। पम्चर त छैन मैले अघि चेक गरेँ हजुरले देखे पनि छैन। ल गाइस म चाहिँ अब पढ्न लागेको होइन। अब चाहिँ पढ्ने हो। डायमंड कुछ
बिहान पुग्छ भन्छ त अन्त म पुग्छ 15 छ अब 9 पुग्छ भने त 1 2 3 4 5 6 7 8 9 10 अझै उयो पङ्को पाल्यो नि त 6 प्याक निकाल्नुको लागि पङ्को पाल्यो ल 2 2 4 एक मिनटमा भयो नि 6 7 8 9 यसरी खुट्टा समात्ने पछाडि यस्तो तन्काउने होइन यसरी पनि 1 2 3 4 अझैसम्म स्कुलको अनि भाइ कुरा केही छ भने लिएर म लिनु भएँ त यो ब्याग छैन म्याच यो 8 किलोमिटर स्कुलको रहेछ समातेन राम्रोसँग राख्नु पर्ने ल अब सब हान्छ चाहिँ लास्टको अब स्टेसन गर्नु नि त जिम सिम एक्सर्साइज सब गरिसक्यो हामीले हाम्रो चाहिँ शरीरमा पानीको कमी हुन्छ हामीले चाहिँ अब हाइड्रोजन निकाल्नु पर्यो नि त अब बोतल पानी मेरो फेरि बोतल हेऱ्यो पानी खाने होइन चट्टा तरिकाले पानी कमी हुनु नदिनु पानी सानी झिमसिम भइसक्यो हात दुख्यो हजुर अब मैले आजको यतापट्टिको देखाइन्छ लेफ्टपट्टिको अलिक कम छ मोबाइलसँग देवार अलि देखाएन मैले अनि पेट अलि जाडो भयो ल 1 गिलास दुध चाहिँ दिनकै खाने हो नि त दुध चाहिँ खानु नबिर्सिनुहोस् 1 गिलास दुध खानुहोस् है नि त त्यही भन्छ तपाईँलाई मैले सबै गरिसकेपछि एक्सर्साइज पढाइसकेँ सब गरिसकेपछि लास्टमा सुत्ने बेला 1 गिलास दुध खानुपर्छ भनेको थिएँ हो चाहिँ अब मैले चाहिँ 1 गिलास दुध लिएर यसरी मुनि गएर अब चाहिँ 1 गिलास दुध खाऊँ चट्ट ल अब खाएर उहाँ कुरा छ नि त दुध सुध खाइसक्यौँ यो पावर ब्याङ्कको ब्याट्री तोडफोड भएर यहाँनिर बसिरहेको छ काम केही छैन तोडफोड भएको छ त्यही हो बिग्रियो यता चाहिँ डिजे रहेछ नि त Welcome to NC Music World. Bluetooth mode. भगवान स्पिकर बजिरहेछ ब्लुटुथ कनेक्सन स्पिकर छ अस्ति नै मैले वीरगञ्ज जाँदाखेरि किनेको थिएँ यत्तिकै छ लगाइदिएको भित्र जाऊँ म चाहिँ भित्र आइसक्यो अस्ति नैदेखि एउटा चाहिँ सौरव जोशी चस्मा यहीँ चाहिँ अहिलेसम्म पनि सौरव जोशीको चस्मा सौरव जोशी धन्न भन्न आएको छैन अनि मेरो चस्मा भन्छ अनि मैले कहाँबाट दिनु मेरो चस्मा चाहिँ ब्रो प्लस बन्द गरिदिउँ नि त अब चाहिँ हामी म एडिट गर्छु र मेरो एडिटर ल्यापटप यहाँ छ अब म एडिट गर्छु होइन अनि त्यसपछि ब्लग अनि हालिदिन्छु होइन चट्टा तरिकाले ल आजको ब्लग कस्तो लाग्यो तपाईँहरूलाई
म चाहिँ नयाँ क्रिएटर भएको कारण राम्रो लाग्यो, अलिकति राम्रो लागेको छ आफ्नै भाइ सम्झेर। लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सिनुहोस्। हस्त जय नेपाल।